हामी चाहिँ जू जान लाग्यो थाहा भइसक्यो। हामीले चाहिँ पार्ट 2 मै भनेको। हजुर कछुवा पनि देख्नु होला। उहाँ चाहिँ मेरो अङ्कल नानी अनि मेरो मम अनि म चाहिँ फेरि भ्लगर अनि यहाँ चाहिँ मेरो भ्लगर ड्याड हुनुहुन्छ। अहिले चाहिँ ड्याडले भ्लग बनाउँदै हुनुहुन्छ तर बोल्छु चाहिँ म। गाइजहरु अब हजुरले हेर्न सक्नुहुन्छ माथि चिता हामीले देखाउँछौँ हजुरलाई। चिता स्यालहरू देखाउँछौँ हजुरलाई। हामीले हजुरलाई भल्चरहरू पनि देखाउँछौँ गाइस। होला यहाँ चाहिँ हेर्नु एकदम घना जङ्गल जस्तै छ गाइस। अनि हजुरले चाहिँ हेर्न सक्नुहुन्छ वहाँ रूपा लेक। अनि गाइस हामी चाहिँ हिँड्दैछौँ अहिलेसम्म। फाइनल्ली गाइस हामी जू 3 मिनेट भयो तर बस्दैन। अब मैले त्यो जरालाई छान्दिएको। हेलो गाइस अनि हजुरले चाहिँ यहाँ चिता हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ हजुरले चिता हेर्नुभयो होला। चिता चाहिँ अहिले पुरै फायर मुडमा छ। हेर्नु चिताको चाहिँ पुरै आँखा न टल्लियो आज। अनि त्यसपछि अस्तिको पालि त ठुलो थियो जम्मै आमालाई जालीमा अब यसलाई त बानी परिसक्यो होला। कामै नपाएको रहेछ नि यो मान्छेको जात भन्नु होला। यो त अस्ति डगुले थियो है। ताको त यहाँ गर्दै रिसाउँदै कस्तो भयो। ब्लर आयो यार। अब चितालाई यता ल्याउँदै डकुराउँदै तल हेरेर हजुर चाहिँ यहाँ फेरि स्याल पनि हेर्न सक्नुहुन्छ। यो स्याल चाहिँ खालि यताउता गरिरह हेर्न सक्नुहुन्छ। स्यालको दाम चाहिँ फेरि यत्रो चुच्चे हो। स्याल खालि कोरदोर गरिरह अनि हामीले चाहिँ हेरिरह। यसले गाइजहरु अनि यो पिल्डामा चाहिँ के रहेछ हामी हेर्छौँ है। बातमान पर्यो नि गाइजहरु यहाँ हेलो गाइस यहाँ चाहिँ हजुरले बाघ देख्न सक्नुहुन्छ। बाघ चाहिँ फेरि निर्बिराल हो। निर्बिराल यो देख्न सक्नुहुन्छ गाइस। यो चाहिँ एकदम काले छ। यो चाहिँ हिमालमा बस्छ अनि यो चाहिँ फेरि ओरदोर गर्दैन। यो चाहिँ फेरि उफ्रिँदै बस्छ गाइजहरु। अनि अर्कोमा चाहिँ के छ हामी हेर्न जाँदैछौँ गाइजहरु। भेनासँग निशान लाख भेना हेर्न लुकेर हेर्न त्यहाँ उ हेर्न न। वाउ भेरी गुड। मजा आयो। भेनालाई लुकेको अनि गएर अस्ति त यस्तो रिस आयो मान्छेको त सर्व लागेको थाहा भयो। त्यसरी के मान्छे बोलेको थाहा पाएर उता लुक्क गएको थियो। गाइजहरु अघि हजुरले चिता देख्नुभयो। चिता चाहिँ पुरै मेरो माथि झम्टेको। म त भागिहालेँ। तातो फुट पनि भाग्यो म नि भागेँ। मेरो बाजी कहाँ हुन्छ र मेरो बाजी यतिकै छोरो बाजी भने
यो त बोली पास्छ भन्छ नि त बोली पार्छ भन्ने के हो घुम्न त बाह्रसिङे जरा हो कि के हो छ मिलगानी छ बाह्रसिङे जरा हो नि त त्यो भ्लग गाइजहरू मैले हजुरहरू देखाइसकेँ तर यहाँबाट पनि देख्न मिल्दो रहेछ गाइजहरू अब चाहिँ हामी नीलगाई जराहरू हेर्न जाँदैछौँ गाइजहरू हजुरले चाहिँ उस हेर्नुभयो होला नि मयूर डाँफे हेर्नुभयो होला नि हेर्नुभयो भने प्लिज कमेन्टमा सेयर हान्नु गाइजहरू अब हामीले चाहिँ हजुरले गाइजहरू अनि यहाँ चाहिँ हेर्नु मङ्कीले चामल टिमहरू यत्रो खाल्डो पारे हेर्दै गाइजहरू कोही मान्छे हेर्नु भने सिधा अटाकै हानिदिन्छ यहाँ चाहिँ खालि हामीले हाइहाल्यो भन्दै भाग्यो यो बाँदरहरू अब हामी चाहिँ हेर्न जाँदैछौँ गाइजहरू हेलो गाइज मेन्यु ब्लग यहाँ चाहिँ अझै स्याल हेर्न सक्नुहुन्छ फ्याउरो फ्याउरो हेर्न सक्नुहुन्छ फ्याउरो चाहिँ अघिको स्याल जस्तो देखिन्छ कुकुर जस्तो पनि देखियो तर यो फ्याउरो हो गाइजहरू अनि यो फ्याउरो चाहिँ केही सोचिरह हामीलाई केही थाहा छैन गाइजहरू अब नीलगाई हेर्न जाऊँ एभ्रीको जाऊँ काटेर हालिदिन्छ नि हेलो कति गाइज तल पाखन होला यहाँ चाहिँ हजुरले हेर्न सक्नुहुन्छ रतुवा मृग अनि यो रतुवा मृगहरू चाहिँ अहिले खाना खाँदैछौँ हरियाणाको विष्णु समाजले यसलाई भगवान जस्तो मान्छ अरे अनि यहाँ चाहिँ एउटा यहाँ नि एउटा छ मृग नै छ यहाँ पनि फेरि हेलो गाइज हजुरले चाहिँ चितल पनि हेर्न सक्नुहुन्छ चितल चाहिँ जम्मा एउटा मात्र थियो पहिला चाहिँ 10-20 वटा थियो गाइजहरू अनि हेर्नु यहाँ चाहिँ नीलगाई पनि छ कहाँ हो सक्नुहुन्छ नीलगाई भन्यो हेलो गाइज यहाँ चाहिँ हजुर नीलगाई पनि हेर्न सक्नुहुन्छ हेर्नु न यो चाहिँ डेन्जर क्युट छ जाट्यो हेलो ब्रो सेम त्यो मुभीमा हुने त्यो कृष्ण राधा कृष्णको त्यो उसमा हुन्छ हेलो ब्रो ब्रोनी हो गाइजहरू हामी चाहिँ यस्तो थाक्यो भने हामी चाहिँ फेरि पानी पिउन लाग्दा म चाहिँ खासै थाकेन त्यही भएर म चाहिँ पानी नपिउने तर यति पानी पिउँछु होला गाइजहरू यता खुवाइदिन्छ गाइज म चाहिँ खाने होला नि जस्तै छ मलाई अलिअलि तिर्खा लाग्छ हेलो गाइज हजुरले चाहिँ हेर्न सक्नुहुन्छ हुचिल यो हुचिलले चाहिँ म जत्रोले मान्छेलाई त उठाएर लगिदिन्छ अनि यो चाहिँ हेर्दा हेर्ने डेन्जरस छ अनि यो चाहिँ कालै छ अनि यो यसको पकेटा चाहिँ जिजसको जस्तै छ जिजसको चाहिँ सेतो हुन्छ तर यसको चाहिँ कालो जिजसको जस्तै छ उताले गाइज हेलो गाइस हजुर चाहिँ हिमाली गीत हेर्न सक्नुहुन्छ यो चाहिँ सेम जिजसको यसको पकेटा नि सेम जिजसको अनि यो चाहिँ यसको नि पकेटा चाहिँ ठुलै रहेछ म चाहिँ यसको नजिक जान पनि डरेको यसले कि मलाई उचालेर भित्र तान्ला गाइजहरू हाम्रो चाहिँ जूको सबै यात्रा भ्याइयो
मैले केही हेर्न छुट्याएछु भने प्लिज कमेन्टमा भनिदिनु होला। आज सबैलाई ह्याप्पी होली है त गाइज। ल बाबाई गाइज, मेरो नि बाबाई, बाबाई।